हेलो नमस्ते सम्पूर्णमा इलामको मै खोलामा इलाममा चाहिँ एउटा माताले सपनामा पाथिबारा चाहिँ यता मै खोलाको किनारमा छ भनेर सपनामा देखेपछि हिजोदेखि उत्खनन गरिरहेछ मै खोलाको एउटा बगरमा र हिजोदेखि उत्खनन गरेको आज त लगभग 5वटा ठुलो ठुलो अब ढुङ्गाहरू बनाउन या अब देउता हैन हामीले अब सिन्दुर लगाएपछि देउता भइहाल्छ। ढुङ्गा त अब जति पनि हुन्छ खोलाको छेउ बगरमा त त्यो भेटेपछि अब स्थानीय र अनि जुन अब सपना देखिरहेको थियो नि अब माताले उसले चाहिँ यो ढुङ्गा यो अब उसले चाहिँ निकालेर आफ्नै घरमा लाने भन्ने कुरा थियो। त्यो पछि त्यहाँको स्थानीयले चाहिँ अब यो हुँदैन, यो लानु पाउँदैन, अब यति पाथिबाट चाहिँ यतै सरेको छ भने यसमै यतै संरक्षण गरेर राखौँ भन्ने कुरा भइरहेछ। अनि त्यहाँ स्थानीय मान्छेहरूको पनि अब दुई किसिमको कुरा भइरहेछ हैन। कसैले यो खोलामा अब उत्खनन गरेपछि कति पाउँछ ढुङ्गा हैन, सबै देउता त हुँदैन भन्ने भइरहेछ। कसैले चाहिँ अब के अरे माताले देखेको यो सत्य हो भनिरहेछ। त्यहाँको स्थानीय मेयरज्यू वडा अध्यक्षज्यूहरू पनि त्यहाँ अहिले तत्काल आएर पनि अब सबै गाउँलेलाई अब उ गरिरहेछ। लगभग अब ठुलो ठुलो ढुङ्गा छ हैन, ठुलो ठुलो ढुङ्गा छ। अब त्यसलाई लाने कसरी होला र होइन अब यति पाथिबाट नै माता नै यता मै खोलामा सरेको छ भन्दा त्यही एउटा संरक्षण गरेर टक्क हैन संरक्षण गरौँ हैन। पाथिबाट जानलाई कति अब गाह्रो हुन्छ नि, माथि जानुपर्छ। बुढाबुढीहरू हिँड्न नसक्ने मान्छेहरू त पाथिबाट माता त यता मै खोलामै दर्शन गर्न पाउने भयो हैन। यत्रो टाढा माथि जान नपर्ने भयो। हामी जस्तो अब स्ट्रङ मान्छेहरू त जान सकिन्छ, तर कति अब आपाङ्ग भनौँ न एउटा नसक्ने अब बुढाबुढी अब एकदम वृद्धहरू चाहिँ अब जान सकिँदैन नि त। माथि जान एकदम गाह्रो हुन्छ, मान्छेले बोकेर जानुपर्छ, गाडी जाँदैन। अब त्यो कारणले यतै मै खोलामै टक्क पाथिबाटै त्यतै अब प्रकट भयो भने त हैन, प्रकट भयो भने त अब नजिकै भयो सबैले। मै खोलामा टक्क हैन अब पाथिबाटलाई दर्शन गर्न पाउने भयो, नजिक पनि हुने भयो, सबैले राम्रो पनि हुने भयो एक किसिमले। यदि पाथिबाट नै माता नै त्यहाँ प्रकट भयो भने चाहिँ है, होइन भने अब स्थानीयहरू अब दुई किसिममा झगडा भइरहेछ। कसैले अब त्यहाँको स्थानीयले के भनिरहेछ भने यो होइन, यो ढुङ्गा हो, यो होइन, यो पत्थर हो। यत्रो अब खोलामा त जता पनि अब उत्खनन गर्ने भन्दा कति पाउँछ नि होइन। अब कसैले त्यही भनिरहेछ। त्यो अब एउटा त्यहाँको स्थानीय बाजेले पुरै अब त्यहाँ पूजा गरेको ठाउँमा मातालाई पूजा गरेको ठाउँमै कुल्जिएर हैन, खुट्टाले कुल्जिने बस्ने यो होइन, यो ढुङ्गा हो, यो हावा कुरा हो भन्ने भइरहेछ कसैले। अब कसै फेरि होइन यस्तो किन गरिस् हैन, एउटा सपनामा देखेको यहाँ माता छ, यो मातालाई किन लत्याएको भनेर त्यहाँ दुई किसिमको झगडा भइरहेछ क्या। एक आपसमा झगडा भइरहेछ मै खोलामा। मै खोला ठ्याक्कै मै खोलाको यो ब्रिज भन्दा यो पुल छ, एउटा पुल भन्दा यतापट्टि एउटा सानो बगर छ हैन। बगरमा चाहिँ दुई किसिममा त्यहाँ एकदम तनावपूर्ण भइरहेछ क्या। त्यहाँको नजिकको स्थानीयहरू चाहिँ यहीँ राख्ने, संरक्षण गर्ने कि के गर्ने भनेर पुरा सल्लाह भइरहेछ भने जुन सपनामा देखेको माता हुनुहुन्छ, माताले चाहिँ घरमै लाने, मेरो घरमै लाने, अब उतै पूजापाठ गर्ने भन्ने भइरहेछ। तर यति माता नै हो हैन, हो भने चाहिँ माता होइन,
हो भने चाहिँ त्यहीँ राख्दा पनि संरक्षण गर्न सकिन्छ भने त्यहाँ राख्दा पनि राम्रो हुन्छ। यदि पाथिभरा मात्र नै हो भने चाहिँ त्यहीँ राखेर संरक्षण गऱ्यो भने सबै मिलेर संरक्षण गर्ने होइन। अब भोलि त्यो ठाउँ पनि एकदम पर्यटकको लागि चाहिँ राम्रो हुन्छ है। किनकि यो चिजलाई पनि त्यहाँको मान्छेले स्थानीयले यसरी चासो दियो भने चाहिँ त्यो ठाउँ पनि राम्रो हुन्छ। त्यहाँको स्थानीय वडा अध्यक्ष सदस्य त्यहाँको मेयरहरूले होइन जुन चिजलाई चाहिँ यतै राख्नुपर्छ भनेर उनीहरूले चाहिँ त्यहाँ संरक्षण गर्ने, त्यहाँ एउटा मन्दिर बनाइदिने गऱ्यो भने चाहिँ फेरि त्यो ठाउँको पनि प्रमोट हुन्छ र त्यो ठाउँ एकदम राम्रो पनि हुन्छ पछिको लागि। उत्खनन गरेर लाने भने छ ठुलो ढुङ्गा छ होइन। अब माथि तल अझ तल कति गहिराइमा छ, त्यो चाहिँ अब निकाल्न भेट्न सकेको छैन नि त। अब यो सबै निकाल्न त गाह्रो पनि हुन्छ। त्यहाँबाट लाने ठाउँ पनि छैन क्या। एकदम त्यो खोला के अरे माइ खोलाको ठ्याक्कै किनारमै हो, त्यहाँ एकदम बाटो पनि छैन। त्यहाँबाट लान गाडीमै हालेर लानु पऱ्यो। गाडीमा हाल्ने पनि ठाउँ छैन क्या, त्यहाँसम्म गाडी आउने ठाउँ पनि छैन। त्यो माइ खोलाको त्यो किनारमा चाहिँ गाडी आउने ठाउँ पनि छैन। त्यसै कारणले यो चिजहरू चाहिँ सबैजना मिलेर त्यतै संरक्षण गरेर यदि पाथिभरा माता नै प्रकट हो भने चाहिँ त्यतै संरक्षण गरेर राख्यो भने चाहिँ राम्रो हुन्छ होला मेरो विचारमा चाहिँ होइन। तर अब त्यहाँको स्थानीय र अब सबैको बुद्धिजीवी त्यहाँको नेताहरू त्यहाँको ठुल्ठुलो मान्छेहरूको अब विचार के होला त्यो चाहिँ अब हामीले भन्न सकिँदैन होइन। हाम्रो विचारमा चाहिँ यतिको गऱ्यो भने चाहिँ राम्रो हुन्छ कि भन्ने चाहिँ हाम्रो विचार हो। तर मलाई चाहिँ खोइ किन विश्वास भनेको ठिक्कै छैन क्या। यदि खोलामा त उत्खनन गर्नु भने धेरै ढुङ्गाहरू पाइन्छ नि त होइन, धेरै पाइन्छ। बलुवामा अब खदालमा कति ढुङ्गा छन् होइन। माता नै त्यता अब खोलाको छेउमा त सर्दैन होला होइन। माता त त्यस्तो राम्रो पाथिभरामा आमामा यस्तो हिउँ पर्ने ठाउँमा डाँडामा यस्तो राम्रो ठाउँमा माता बसिरहनु भएको छ। माता त तल आउँदैन होला खोलाको छेउमा मेरो विचारमा है। अब मलाई चाहिँ विश्वास लागेको छैन। अहिलेको यो माता झाँक्रीमा त्यति म विश्वास पनि छैन होइन। यो माता भन्ने मान्छेहरू फडा हो होइन। मलाई चाहिँ फडा लाग्छ है, मैले अब भोगेको चिजहरू हो होइन। झाँक्री पनि फडा जस्तै लाग्छ मलाई होइन। पहिले राम्रो होला झाँक्रीहरू, पहिलेको झाँक्रीहरू चाहिँ ठिकै थियो। अहिलेको झाँक्रीहरू चाहिँ फडा नै हो होइन। अहिलेको माताहरू पनि फडा नै हो क्या। कति पनि माताहरू अहिलेको एकदम फडा छ। मलाई चाहिँ अहिलेको माताहरू चाहिँ सबै माता होइन। अब आउट कन्ट्री जस्तो कि यो दुबईतिर, बाह्रेनतिर, साउथतिर, नेपालमा चाहिँ माता भनेर यसरी काम्यो भने यहाँ चाहिँ पागल भनेर सिधै लान्छ क्या, पुलिसले सिधै लान्छ। यहाँ चाहिँ अब नेपालमा चाहिँ अलिकति काम्यो भन्यो भने चाहिँ माता हजुर माता भनेर सबैले ढोक्छ। यो अरबियन कन्ट्री यो युरोपतिर चाहिँ यसरी काम्यो भने त्यो चाहिँ डिप्रेसनमा गएको होइन, यो चाहिँ पागल हुन लाग्यो भन्छ क्या। यहाँ त सिधै लान्छ। यहाँ त यसरी कामेर अरू कन्ट्री यो अरब कन्ट्रीतिर चाहिँ कामेर बाहिरतिर कामेर हिँड्यो भने त सिधै लान्छ। पागल हो भन्छ, सिधै पागल भन्छ। हाम्रोतिर चाहिँ पागल भन्दैन, माता चढेछ होइन। आज सोधिरहन्छ हजुर के चाहियो, हजुरलाई के चाहियो, कहाँ के गर्नुपर्ने माता भनेर हाम्रो चाहिँ पुरा ऊ हुन्छ। तर यो अरू कन्ट्रीमा चाहिँ सिधै जेल हो, सिधै सुधार केन्द्रमा हो। काम्यो भने सिधै सुधार केन्द्रमा। त्यसै भएर मलाई चाहिँ त्यति विश्वास लाग्दैन होइन। लास्ट नमस्ते सम्पूर्णमा म सरोज मोक्तान। मेरो च्यानललाई माया गरिदिनु होला, सबैले हेरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। मैले थोडा अलिकति जानकारी मात्र गरेको होइन, यसलाई अनवसर पनि नसुन्नु होला भन्न चाहन्छु। सबैजनालाई राम्रो होस्, सबैजना खुसी रहोस्, हाँसिरहोस्। सबैजनालाई हस्त नमस्ते लासो फ्याफुल्ला।